विश्वास गर्नुहुन्छ यो घटना नेपालकै हो। जनकपुरबाट आएको बुद्धयरको एउटा जहाज पाङ्ग्रा बिना नै काठमाडौँमा सकुशल अवतरण गरेको छ। उक्त जहाज बिहीबार अपराह्न एउटा पाङ्ग्रा जनकपुरमै छोडेर काठमाडौँको लागि उडेको थियो। सो जहाज अगाडिका दुई मध्ये एउटा पाङ्ग्रा बिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिएका छन्। उनले भने एक पाङ्ग्रा नहुँदा पनि जहाज सकुशल अवतरण भएको छ। यो खासै ठूलो समस्या होइन, तर पाङ्ग्रा हराएको बारे जाँचबुझ भइरहेको छ। ल्यान्डिङ गियरको दुईवटा पाङ्ग्रा मध्ये एउटा पाङ्ग्रा बिनै काठमाडौँमा अवतरण गरेको बुद्धयरको जहाज अनुसन्धानको लागि भूमिस्थ ग्राउन्डेड गरिएको छ। बिहीबार अपराह्न 4:39 जनकपुर विमानस्थलबाट उडेको 9NANH कल साइन उक्त जहाजको अगाडिको भाग नोज तर्फको एउटा पाङ्ग्रा बिनै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 5:05 अवतरण गरेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार काठमाडौँमा जहाज अवतरणपछि पाइलटले सुरक्षा जाँच गर्ने क्रममा अगाडितर्फ नोज ल्यान्डिङ गियर दुईवटा नोज हिल हुनुपर्नेमा एउटा मात्रै पाइएको छ। जहाजको अर्को पाङ्ग्रा जनकपुरको धावन मार्गमै छुटेको भेटिएको छ। प्राधिकरणले घटनाको अनुसन्धानको लागि जहाजलाई ग्राउन्डेड गरेको हो।